नमस्ते साथीहरू, स्वागत छ तपाईँहरूलाई आजको मेरो नयाँ ब्लगमा। आशा छ तपाईँहरू सबै सन्चै हुनुहुन्छ। म पनि एकदम सन्चै छु। म चाहिँ भान्साबाट आज ब्लग स्टार्ट गर्दैछु। र आज मैले चाहिँ के गरेँ, मोमोको फुलौरा जस्तो भनौँ न, त्यस्तो बनाउन लाग्छु। सबै रेडी पारेर मैले राखिसकेँ। अब चाहिँ म त्यसलाई छान्छु। त्यसलाई चाहिँ छान्नुभन्दा अगाडि चाहिँ मैले तरकारीहरू काट्छु, दाल पसालेछु, त्यसपछि त्यो छान्छु। मैले चाहिँ यहाँ हिजो मुङको दाल भिजाएर राखेको थिएँ। आज चाहिँ यसको मैले 12 जस्तो भए पनि नभए पटको जस्तो भए पनि यसलाई चाहिँ बनाउँछु। बच्चालाई हेल्दी अब यसलाई मैले पिस्छु। ल मैले चाहिँ यहाँ मुङको दाललाई पनि पिसेर रेडी पारिसकेँ। 2 लट चाहिँ अलि मसिनो मसिनो पिसेँ, 1 लट चाहिँ अलि पाक्लो गरेर पिसेँ। अब यसमा चाहिँ थोरै अदुवा र लसुनको पेस्ट, नुन स्वादअनुसार, थोरै बेसार, थोरै जिरा धनियाँको धुलो र 1 चम्चा जति कर्नफ्लोर। 1 चम्चा यो चाहिँ कर्नफ्लोर है, त्यो चाहिँ मैदा, यो चाहिँ कर्नफ्लोर। 1 चम्चा चाहिँ चामलको पिठो पनि राखिदिने। ल मैले चाहिँ यसलाई मजाले फेटेर रेडी पारिसकेँ। अब चाहिँ तेल बसाल्छु। ल यहाँ चाहिँ मैले छान्दैछु। रातो पनि भइसकेछ। 1 लट हो यो, अब निकाल्छु। ल यहाँ चाहिँ मैले बनाएर पनि बुढालाई पनि राखिदिइसकेँ। यति थोरै भइसकेछ। यहाँ छ मेरो छोराछोरीलाई खाना। यहाँ छ मेरो बुढालाई। अच्छा। म चाहिँ फेरि पनि भान्सामै आइसकेँ। नुहाइधुवाइ गरेर अघि चाहिँ नुहाउनु पाएको थिएन, एकदम लेट भइसकेको थियो। अनि भान्साको सबै कामसाम भ्याएर गरेर चाहिँ म नुहाएर चाहिँ बाबुलाई पनि सुताइसकेँ। बाबु सुतेको पनि 1 घन्टा हुन लागिसक्यो। अनि कपडा धुन राखेको थिएँ, कपडा पनि धोइसकेको छ। अब कपडा सुकाउनु जानु छ। आज चाहिँ एकदम अल्छी लागेको, केही गर्न चाहँदो लागेन। र म टेलरमा पनि गएकै छैन। आज टेलर पनि लथालिङ्ग सबै सफा गर्नु छ। कपडा पनि सिलाउने हो। तर आज चाहिँ सिलाउन भ्याउँछु नि थाहा छैन। टेलर चाहिँ सकेसम्म आज सफा गर्छु। र चाहिँ पहिला 1 कप चिया खान्छु र बल्ल फ्रेस हुन्छु भनेर चिया खान लाग्यो। आज चाहिँ दुधकै चिया खान्छु। ग्यास्ट्रिक भए पनि कस्तो खान मन लाग्यो कि मलाई। कालो चियाको खाए जस्तै नहुने। आज चाहिँ दुधको चिया बनाएको मैले। अब दुधको चिया खान्छु अनि कपडा सुकाउनु जान्छु। ल यहाँ चाहिँ मेरो चिया पाक्दैछ। यति चिया खाए कस्तो फ्रेस हुन्छु कि अलिकति। ल यहाँ छ 1 पाटा कपडा। अब चाहिँ यसलाई मजाले बाहिर लगेर सुकाउँछु। सुकाएपछि यहाँ टेलर सफा गर्छु कि भने फ्रिज सफा गर्छु। अस्ति नै चाहिँ त्यो चाउमिन बनाउनलाई भिनेगर लिएर आएको थिएँ। अनि भिनेगरलाई त्यो पाल पारेको थिएँ मैले। अनि फ्रिजमा राखेको थिएँ। अब मैले हो कि नानीले हो, त्यो फ्रिज खोल्ने बेलामा त्यो भिनेगर खस्यो रहेछ। तपाईँको पुरै त्यो भिनेगर 1 डब्बा भिनेगर पुरै सिद्धियो कि। त्यो भएर फ्रिज एकदम त्यो भिनेगरले गर्दा त्यो अन्डाहरूमा भिनेगर परेर अन्डा पनि कस्तो भएछ हेर्नु नि। ल अन्डा हेर्नु नि, यताको भागमा भिनेगर परेको थियो नि। यहाँ पनि एउटा सिट हुन्छ कि, त्यो मैले धोएर राखेको छु। त्यताको भागमा चाहिँ यहाँबाट चुहिएर चाहिँ भिनेगर तल आएको रहेछ। यहाँ त मैले पेपर बिछाएको थिएँ नि त, पेपर त पुरै भिजेको। हेर्नु न, ल 1 डब्बा भिनेगर हेर्नु त, यति मात्र छ। अनि पुरै खस्यो रहेछ। यहाँबाट चाहिँ त्यो पेपर पुरै भिजेर पेपरबाट चुहियो होला नि त। यहाँ त एउटा पनि आएन। यहाँ चाहिँ पुरै डिब्बा भर्दै थियो। यस्तो हुने रहेछ नि त त्यो भिनेगरले। अन्डाको हालत पुरै सेतो बनाइदिएछ। यो चाहिँ मैले धोएर राखेको पुरै। त्यही भएर यहाँ पुरै सफा गर्नु छ। टेलर पनि हेर्नु नि यहाँ कस्तो छ कपडा। हेर्नु यहाँ, भगवान्, कपडा चाहिँ यहाँ काटेको कपडा यति लथालिङ्ग छ। पुरै सफा गर्नु छ। जाँगर एउटा लाएन। जाँगर लायो भने चिया जाँगर लायो भने सफा गर्छु, नत्र गर्दिनँ। पहिला चाहिँ कपडा सुकाउनु पर्यो, त्यसपछि हेरौँ के हुन्छ। यहाँ चाहिँ अहिले पुरै रस्सी खाली छ। अब मेरो कपडा सुकाउँदा पुरै रस्सी भरिनेवाला छ। ल यहाँ चाहिँ पुरै कपडा भरिसकेछ। अझै उता पनि सुकाउँदैछु। अलिकति कपडा चाहिँ यता पनि सुकाउँ।
म चाहिँ कपास सुकाएर आइसकेँ। कपास सुकाएर आएर पनि चिया खाँदैछु। चिया चाहिँ धेरै बेर पाक्यो नि त, आज कपास सुकाउनुसम्म पाक्यो, त्यही भएर यस्तो मिठो गर्छ चियाहरू चाहिँ। ग्यास्ट्रिक भएर चिया नै खान्न भन्छु। अनि 2-3 दिन त खाएँ, कालो चिया नै खाएँ, तर नसकिँदो रहेछ कि चिया नै खान मन लाग्ने, त्यतिकै चिया खान मन लाग्ने कि दिनको एक टाइममा म चिया खाने। चिया खान्छु अनि फ्रिज सफा गर्छु एउटा मुखतिर। बिहान बनाएको बटुको के हो यो, कस्तो मिठो भयो। गर्मी बढ्यो नुहाएको एउटै हुन्छ। ल मैले चाहिँ यहाँ पुरै सफा गरिसकेँ। यो चाहिँ मलाई चित्त नबुझेर मैले यो निकालेर पुरै धोएर अनि बल्ल बिछाएको। यहाँ चाहिँ एउटा कपडा बिछाएर मैले बिछाएँ, पेपर पाएन। यहाँ चाहिँ मैले पुरै क्लिन गरिसकेँ। ल तरकारी चाहिँ केही पनि छैन कि आज ल्याउनुहुन्छ होला। मेरो फ्रिज पुरै सफा भयो। कति आनन्द आउँछ हो फ्रिज सफा भएको देख्दा मलाई। यहाँ चाहिँ छोराले एक्सर्साइज गरिरहेको छ है। खै 1 2 3 4 5 टिभीमा एक्सर्साइज गरेको हेरेको, उसले पनि त्यही गरिरहेछ कि हिजोबाट। ल खै गर न, थके लायो खै एक्सर्साइज गरेको। ल मैले चाहिँ यहाँ पनि पुरै सफा गरिसकेँ। भर्खर यहाँ पोछा लाएँ, पङ्खा बाल्दैछु, मेसिनहरू पनि सबै पुसिसकेँ। ल यहाँ त यस्तै हो। अब यो कपडा चाहिँ पट्टाउनु छ। अहिले बाहिरबाट पनि कपडा ल्याउँछु अनि एकैचोटि पट्टाउँछु। ल यो काम पनि मैले भ्याएँ। अब चाहिँ नानु आउनु पनि बेला हुन लागिसक्यो। अब नानु पनि आउँछ, फेरि उसलाई पनि नास्ता पकाएर दिनुपर्ने हुन्छ। हेर्दै गर्नु होला के गर्छु र आज। ल यहाँ चाहिँ नास्ता खाँदैछन्। यो नास्ता चाहिँ छोरीको हो, यो नास्ता चाहिँ यताको नास्ता बाबुको, तर त्यसले तानेर लियो। यता समीमले पनि नास्ता खाँदैछ। ल यति खाएर त्यो आरबलाई नै देऊ है आल्बी, त्यसले फेरि पछि माग्छ के। ल चाहियो भने माग है समीम, बिस्कुट छ है।